हेलो नमस्ते सबैजनालाई। आज मैले तपाईँहरूको लागि घरमै गर्न सकिने 15 मिनेटको फुल बडी वर्कआउट लिएर आएकी छु। यहाँ चाहिँ हामीले 4 सेट अफ एक्सर्साइज गर्नेछौँ। बिचमा 30 सेकेन्ड अफ ब्रेक रहेको छ। सुरुमा रहेको छ स्क्वाट एन्ड फ्लोट टच, जुन यो पिक्चरमा हजुरले देखिराख्नु भएको छ। मलाई फलो गर्नुहोस् यो भिडियो अनुसार। यो चाहिँ हामीले 40 सेकेन्ड गर्नेछौँ अनि यसपछि हामीले 10 सेकेन्डको रेस्ट हुनेछ। यो गर्दाखेरि चाहिँ हजुरले स्क्वाट गरेर भुइँमा टच गर्नुपर्नेछ। रहेको छ हजुरको रेस्ट। अब यसपछि चाहिँ हामीले गर्दैछौँ लन्जेस एन्ड किक ब्याक। यो गर्दाखेरि चाहिँ हजुरले पहिला लन्ज पोजिसनमा जाने अनि खुट्टालाई पछाडि किक गर्ने गर्दै अर्को खुट्टालाई रिपिट गर्नुपर्ने हुनेछ। यो एक्सर्साइज गर्दाखेरि चाहिँ हजुरको तल्लो भागहरूलाई चाहिँ टोन गर्न हेल्प गर्छ। फेरि रहेको छ 10 सेकेन्डको ब्रेक। अब 10 सेकेन्ड मात्रै छ ब्रेक, तर आफूलाई चाहिँ अर्को एक्सर्साइजको लागि रेडी गर्नु होला। अब चाहिँ हामीले अर्को एक्सर्साइज गर्नेवाला छौँ। यो भिडियो अनुसार त्यसलाई फलो गर्नु होला। यो चाहिँ रहेको छ क्रन्चेस। यसमा चाहिँ हातलाई टाउकोमा राखेर अपोजिट नीमा चाहिँ टच गर्नुपर्ने हुनेछ। यसलाई चाहिँ स्ट्यान्डिङ क्रन्चेस पनि भन्छ। यसले चाहिँ हाम्रो पेटको भागलाई टोन गर्न हेल्प गर्छ। रहेको छ 10 सेकेन्डको ब्रेक। अब फेरि हामी अर्को एक्सर्साइजको लागि रेडी हुनेछौँ। अर्को एक्सर्साइज रहेको छ कट्सी लन्जेस। यसले चाहिँ हाम्रो लेगतिरको मसल्सहरूलाई चाहिँ टोन गर्नको लागि हेल्प गर्छ। यसमा चाहिँ हजुरले भिडियोमा देखेअनुसार चाहिँ अर्को एउटा खुट्टालाई अर्को खुट्टाको पछाडि लगेर लन्च पोजिसनमा चाहिँ बस्नुपर्ने हुनेछ। हामीले चाहिँ फर्स्ट सेट अफ एक्सर्साइज चाहिँ कम्प्लिट गर्न लागिसकेका छौँ। अब यसपछि रहेको छ 30 सेकेन्डको ब्रेक। यो ब्रेकमा चाहिँ हजुरले रिकभरी गर्न ट्राई गर्नुहोस्, पानी पिउनुहोस्, आफ्नो पसिनाहरू पुस्नुहोस्। यसपछि चाहिँ हामीले अघि भर्खरै जुन 4 एक्सर्साइज गऱ्यौँ नि सुरुमा, त्यही एक्सर्साइजलाई चाहिँ रिपिट गर्नेछौँ। अब हामीले अघिको जस्तै स्क्वाट एन्ड फ्लोट टच एक्सर्साइज गर्नेछौँ। सुरुमा हजुरले चाहिँ यो गर्दाखेरि चाहिँ कोअर्डिनेसन चाहिँ मिलाउनु होला। लन्जेस गर्न गइरहेका छौँ। लन्जेस एन्ड किक ब्याक। सुरुमा चाहिँ लन्जेस गर्ने अनि त्यसपछि ब्याकवर्ड चाहिँ किक गर्ने। यो भिडियोमा रहे जस्तै
हजुरले आफ्नो पेटको मसललाई चाहिँ इन्गेज गर्नुपर्ने हुन्छ। अनि यो भिडियोमा भए अनुसार नै आफ्नो अपोजिट एल्बोले चाहिँ अपोजिट नीमा टच गर्न ट्राई गर्नुहोस्। त्यसरी चाहिँ आफ्नो पेटको मसललाई सकेसम्म इन्गेज गरेर स्क्विज गर्न ट्राई गर्नुहोस्। हामी अब हाम्रो सेकेन्ड सेटको पनि लास्ट एक्सर्साइजमा आएको छौँ, जुन रहेको छ कच्ची लन्जेस। यो एक्सर्साइज गर्दाखेरि चाहिँ हजुरहरूले आफ्नो ब्यालेन्स चाहिँ एकदम मिलाएर गर्नु होला, किनभने यो अलिकति कहिलेकाहीँ हामी अफ ब्यालेन्स भयौँ भने चाहिँ हाम्रो इन्जुरी हुने चान्सेस हुन्छ। त्यसले गर्दाखेरि चाहिँ आफ्नो ब्यालेन्स चाहिँ एकदम फिटली ग्राउन्डमा मजाले स्टेबल भएर मात्रै पछि पल्ट क्रस टु लन्ज गर्नु होला। अब फेरि रहेको छ 30 सेकेन्डको ब्रेक, रेस्ट गरेर अनि हाम्रो अब अदर सेट अफ एक्सर्साइजको लागि चाहिँ रेडी हुनु होला। यसमा फेरि अब न्यू 4 एक्सर्साइज हुनेछ, जुनलाई चाहिँ हामीले ट्वाइस रिपिट गर्नेछौँ। अब रहेको छ ग्लुट ब्रिज अनि लेग रेज। यसमा चाहिँ हजुरले आफ्नो भुइँमा सुत्नुपर्ने हुन्छ अनि आफ्नो तल्लो भागलाई उठाएर अनि पालो खुट्टा माथि गर्नुपर्ने हुन्छ। यो गर्दा पनि हजुरले पेटलाई एकदम इन्गेज, पेटको मसल्सहरूलाई चाहिँ इन्गेज गर्नुपर्ने हुन्छ। यसले चाहिँ हाम्रो हिप अनि फेरि पेटको एरियालाई चाहिँ टोन गर्न हेल्प गर्छ। आफ्नो ब्रिदिङलाई चाहिँ एकदम फोकस गर्नु होला। ब्रिदिङ रेगुलरली इन एन्ड आउट गर्नु होला, होल्ड गर्नु पर्दैन। 10 सेकेन्डको ब्रेक अनि अब हामी अर्को एक्सर्साइजको लागि रेडी हौँ। यो रहेको छ माउन्टेन क्लाइम्बिङ। यसमा चाहिँ अब हजुरले फास्ट पनि गर्न सक्नुहुन्छ, तर मैले चाहिँ अब यो चाहिँ एउटा क्वाइट इन्भाइरोमेन्टमा गर्न मिल्ने एक्सर्साइजको रूपमा यो एक्सर्साइजहरू चाहिँ आजको एक्सर्साइज लिएर आएको हो। त्यही भएर चाहिँ मैले नो जम्पिङ इन्क्लुड गरेको भएर चाहिँ मैले यसलाई स्लोली गर्दैछु। यदि हजुरलाई फास्ट गर्नु मन छ भने गर्दा पनि हुन्छ। हजुरले चाहिँ थ्रु आउट एक्सर्साइजमा चाहिँ आफ्नो पेटको मसल्सहरूलाई चाहिँ इन्गेज गरेर राख्नुहोस्। यसले चाहिँ एकदमै मद्दत गर्छ। 10 सेकेन्डको ब्रेक भएको भएर चाहिँ हामीले त्यसमा चाहिँ अर्को नेक्स्ट एक्सर्साइजको लागि रेडी भइहाल्नु पर्ने हुन्छ। अब अर्को रहेको छ लेग ड्रप। यसमा चाहिँ हजुरले आफ्नो पेटको कोर मसलहरूलाई युज गरेर चाहिँ हल्का क्रन्च पोजिसनमा गएर आफ्नो लेफ्ट एन्ड राइट लेगलाई चाहिँ बिस्तारै फ्लोरमा टच गर्नुपर्छ। यसले चाहिँ हाम्रो तल्लो पेट, मम्मी पाउच भन्छ त्यसलाई, त्यसलाई घटाउनको लागि धेरै मद्दत गर्छ। यो गर्दाखेरि चाहिँ हजुरले सकेसम्म आफ्नो पेटको मसल्सको सहाराले चाहिँ माथि उठ्नु होला, आफ्नो घाँटीमा धेरै स्ट्रेन नलगाउनु होला। अब फेरि मैले हजुरलाई अब नेक्स्ट एक्सर्साइजको लागि चाहिँ प्रिपेयर गर्दैछु है। यसमा चाहिँ फेरि हामीले प्लान्क पोजिसनमा बस्ने, त्यसलाई चाहिँ अनि फेरि 2 चोटि चाहिँ आफ्नो सोल्जरमा ट्याप गर्ने अनि फेरि ब्याक टु लो प्लान्क, फेरि हाई प्लान्कमा जाने अनि फेरि सोल्जर ट्याप गर्ने अनि फेरि लो प्लान्कमा जाने। यो गर्दाखेरि चाहिँ सकेसम्म अगाडि हेर्नु होला। मैले तल हेरेको भएर चाहिँ अलिकति पोजिसन नमिलेको देखेको छ, तर हजुरले अगाडि हेरेर गर्नुभयो भने चाहिँ हजुरको बडी एलाइन चाहिँ अझै राम्रो हुनेछ।
यो हाम्रो फर्स्ट सेट कम्प्लिट भएको छ अनि रहेको छ 30 सेकेन्डको ब्रेक। अब फेरि हामीले त्यही नै 4 एक्सर्साइजलाई रिपिट गर्नेछौँ नेक्स्ट सेटमा। हामी चाहिँ ग्लुट ब्रिज विथ लेग रेस गर्दैछौँ। अघिको जस्तै आफ्नो हिप एरियालाई चाहिँ माथि लगेर स्क्विज गर्ने अनि आफ्नो लेफ्ट एन्ड राइट लेगलाई चाहिँ पालो रेज गर्ने। भिडियोमा हेरे जस्तै हजुरले फलो गर्न सक्नुहुन्छ। आफ्नो पेटलाई चाहिँ इङ्गेज राख्नु होला। फेरि अब हाम्रो अर्को एक्सर्साइज रहेको छ माउन्टेन क्लाइम्ब हो। स्लो पेसमा बिस्तारै गर्नुहोस्। सकेसम्म चाहिँ आफ्नो राइट लेगले चाहिँ लेफ्ट ह्यान्डतिर लग्न ट्राई गर्नु भने लेफ्ट लेगलाई चाहिँ राइट ह्यान्डतिर लग्न ट्राई गर्नु। जस्तै अब आफ्नो पेटको मसल्सहरूलाई चाहिँ इङ्गेज गराउनुहोस्। यसले चाहिँ हाम्रो होल बडीको लागि हेल्प गर्छ। होल बडी टोन गर्नको लागि हेल्प गर्छ। रहेको छ 10 सेकेन्डको ब्रेक अनि अर्को एक्सर्साइज रहेको छ लेग ड्रप। आज मैले ल्याएको एक्सर्साइज चाहिँ एकदम सजिलो खालको घरमै गरेर बसेर गर्न सकिने, आफ्नो बच्चाहरू सुतिराखेको बेलामा क्विक आफ्नो लागि 15 मिनट जस्तो टाइम निकालेर गर्न सकिने खालको एक्सर्साइजहरू हो। यो घरमै केही पनि इक्विपमेन्ट चाहिँदैन यो गर्नको लागि। अब हामी लगभग अन्तिममा आइसकेको छौँ। अब चाहिँ हाम्रो लास्ट एक्सर्साइज रहेको छ यो वान अफ द हार्डेस्ट एक्सर्साइज सोल्जर ट्याप, हाई प्लाङ्क सोल्जर ट्याप अनि लो प्लाङ्कमा जाने। यो गर्दाखेरि चाहिँ सकेसम्म आफ्नो अगाडि हेर्नु होला। मैले चाहिँ अलिकति तल हेरेको भएर चाहिँ मेरो हिप अलिकति माथि देखिरहेको छ, तर यदि तपाईँले अगाडि हेर्नुभयो भने चाहिँ यसले हेल्प गर्छ बेटर पोजिसन मेन्टेन गर्नको लागि। यो चाहिँ अलिक गाह्रो हुन्छ। सकेसम्म तल जाँदाखेरि चाहिँ पालो लेफ्ट एन्ड राइट ह्यान्ड गरेर जानुभयो भने चाहिँ सजिलो हुन्छ। ल हामी अन्तिममा आइसकेको छौँ। एट द एन्डमा चाहिँ एकदम पसिना आएर म चाहिँ एकदम टायर्ड भएको थिएँ। होपफुली हजुरहरूले यो एक्सर्साइज इन्जोय गर्नुभयो होला अनि सी यू इन द नेक्स्ट ब्लग।